इन्टरनेटको माध्यमबाट विश्वभर हामीले हेर्नुभएका सम्पूर्ण अत्याधुनिक मानवमा म दिया एक्सक्लुजिभ प्रतिनिधि कार्यक्रम प्रसारण न्युजबाट यहाँलाई हार्दिक स्वागत गर्दछु। मेरा यहाँ समातेर गोलो गोलो अन्डा, पुलिसको दण्डा, स्वर्ग जाने बाटो, हनुमानको पुच्छर भन्दै कखरा सिकाउने शिक्षकहरूप्रति आलोचना गर्ने ल्याकत त म राख्दिन, तर सरकारी स्कुलमा देखिएको राजनीतिक अवस्थाको बारेमा अध्ययन गरिसकेपछि यो सामग्री प्रसारण नगरी बस्नै सकिन। अहिले 2-4 घर आसपासमा एउटा प्राइभेट स्कुल छन्, त्यहाँ ब्याचलर पढ्दै गरेका, फर्स्ट इयर सेकेन्ड इयर पढ्दै गरेका विद्यार्थीले पढाउँछन्, उनीहरूको नतिजा आउँछ A+। अनि लोकसेवा शिक्षक सेवा आयोग लाइसेन्स प्राप्त अनि ब्याचलर कम्प्लिट गरेका शिक्षक शिक्षिकाले पढाउँछन्, त्यहाँ नतिजा कति आउँछ थाहा छ? आदि अनुत्तीर्ण उत्तीर्ण भएकाको पनि D+, CC+, अध्ययको B+, कतै कतै A छ। प्राइभेट स्कुलको टिचरहरूको स्यालेरी 9,500, 10,500, 15,000, अध्यय हुनेको 22,500, सरकारी स्कुलमा 26,500, 28,000, 32,500 यस्तो हुन्छ। तर पनि सरकारी स्कुल प्रति नकारात्मक भावना सिर्जना हुँदै गएको छ, नतिजा खस्किँदै गएको छ, सरकारी स्कुलमा विद्यार्थीको संख्या घट्दै गएको छ। अभिभावकमा पनि सरकारी स्कुल भनेपछि मुख खुम्चाउने वातावरण सिर्जना भएको छ। विद्यालय व्यवस्थापन समिति ध्यान नदिएको जस्तो तर्कहरू हामीमाझ पनि आउँछन्। त्यहाँ करोडौं रुपियाँ खर्च गरेर शौचालय बनाइन्छ, विद्यालय बनाइन्छ, विद्यालय परिसर बनाइन्छ, तर त्यहाँ विद्यार्थीले नाक थुनेर शौच गर्नु परेको छ। त्यहाँ भवन छ, पानी छ, तर पनि व्यवस्था हुन्छ, सफा गरिँदैन। मैले मेरो आफ्नै स्थानीय क्षेत्रको विद्यालयहरू अवलोकन गरे रातिको समयमा, त्यहाँ झ्याल ढोकाहरू वाङ्गै छन्, उदाङ्गै छन्। ती बाछिटाले खान्छ भने पनि मतलब छैन, त्यहाँ के छिर्छ भने पनि मतलब छैन, बाहिर कसैले ढुङ्गा हान्देर गए पनि मतलब छैन। तपाईँ पनि जानुस्, मैले आज भने, आज सामग्री प्रसारण गरेँ र अहिले गएर हेर्नुहोस्, कुनै पनि विद्यालयको, तपाईँको नजिक क्षेत्रको विद्यालयको, सार्वजनिक विद्यालयको झ्याल ढोका लगाइएको छैन। तर जसले जे गर्दै पनि हुन्छ। अनि प्राइभेट स्कुल अध्ययन गर्नुहोस्, त्यहाँको झ्याल ढोकाहरू पक्का छन्, त्यहाँ व्यवस्थित छन्, त्यहाँ सरकारी लगानी बालुवामा पानी हाले जसरी भएको छ। यस्तै अवस्था उत्पन्न भइरहे केही समयमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या शून्य हुनेमा दुई मत छैन। त्यसैले तपाईँ हामी जिम्मेवार हुने बेला आएको छ। यो सामग्री प्रसारण भइसकेपछि सरकारी विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू पनि जिम्मेवार हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। आजको लागि यति नै। अबको हाम्रो अर्को हप्ताको कार्यक्रम नसुलाउनुहोस्। त्यसैसम्मको लागि म कार्यक्रम प्रसारण दिएर छोटो क्यामेरामा सचिन लामछन्, डाइरेक्टर बाई प्रतिपट्ट, कोअर्डिनेटर सुप्रिया अधिकारी, प्रोड्युसर अङ्कित फुयाली, पट आशिषबाट, स्पोन्सर मुस्कान डिजिटल फोटो स्टुडियो, मिडिया पार्टी निर्देशक काश शिव सरपट्टि, बाल महेन्द्रमाला खबर र आलएसटी खबरबाट सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। हस्, धन्यवाद।